हाम्रो प्याज कटिङ त्यो मैले उ गरिसकेँ दिदी त्यसको के भन्छ टिटियास गरिसकेँ यो पिसमा लसुन पनि हाल्नु मिक्सिङ ल है साथीहरू के पकाउनु लाग्यो यो हाम्रो यहाँ के लाग्नु सर लोकल भाले चाहिँ यो नुवाकोटको भाले धादिङका स्टाफहरू होइन बस कुखुरो झऱ्यो बास्यो कुखुरो बास्यो ल छ व्यवस्थित छ सर हामी चाहिँ चिम्टेश्वर महादेवको मन्दिर नुवाकोट बेलकोटगढी होइन त सर बेलकोटगढी 2 चिम्टेश्वर महादेव धेरै नाला छ पुग्छ अहिले चलाउनु सक्दैन जाँदाबाट चलाउनु सक्दैन हात धुन पाइन्छ सर टेन्सन नगर्नु समाउनलाई उ जस्तो चाहिने है मासु भुट्दै हुनुहुन्छ सर यता के लसुन प्याजको एकदम विशाल तयारी छ यो हाम्रो राम्रो त हाम्रो यो जता हेऱ्यो त्यति राम्रो के कुरा सर पहिले चाखौँ अनि त्यसरी नुन हाल है हेलो पाक्दैछ हो र होइन होला हेलो ए हिमाल नि जता कता क्याम्पफायर गर्ने जस्तो ठाउँ रहेछ यो चाहिँ रातिको बेला आएर यो चाहिँ भ्यू टावर बेलकोटगढी नगरपालिकाको वडा नम्बर 2 मा पर्ने चिम्टेश्वर महादेवको भ्यू टावरबाट हामी झर्दै होइन अब हामी फोटो सेसन गर्छौँ यहाँ सिडीमा Totally lost.